कहिले खान नपुग्ने, कहिले लाउन नपुग्ने, त्यस्तै अवस्थामा मास्टर डिग्री पनि पास गरे। त्यही म 9-12मा अंग्रेजी पढाउने शिक्षक थिए। विद्यालयमा नै 10 घण्टा जति बिताउनु पर्ने, त्यसपछि आएर आफै खाना बनाउनु पर्ने। म घरमा आएर चाहिँ प्रत्येक दिन चाहिँ 7-8 घण्टा पढ्थे। शनिबारको दिन त म 17-18 घण्टा नै पढ्थे। कसैको बाह्य मुलुक कतार, अमेरिका, भारत, अस्ट्रेलिया लगायत अन्य थुप्रै शहरमा जाने रहर त कसैको आफ्नै मातृभूमिमा बस्ने रहर। यही रहरलाई आत्मसात गरेर संघर्ष गर्नु भएको छ अझै मेरो गाउँपालिका चिपुरका खडक महताले। उहाँ अहिले शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराको नेतृत्वमा हुनुहुन्छ। सामान्य परिवारमा हुर्किनु भएका महताको जीवन संघर्षमय छ। +2 सिद्ध्याइसकेपछि विभिन्न संस्थागत विद्यालयमा पढाइ, ट्युसन पढाइ चाहिँ आफ्नो शिक्षा चाहिँ कञ्चनपुरबाट चाहिँ मास्टर्स डिग्री चाहिँ पास गरे र त्यसपछि म काठमाडौँ गए। काठमाडौँ जाँदाखेरि म लोकसेवाकै तयारीमा भनेर गएको थिएँ र 1 वर्ष जतिको पैसा त लगेको थिएँ आफैले कमाएर। त्यो पैसा सिद्धिसकेपछि लोकसेवा निस्केन र त्यो ननिस्किसकेपछि म अझै पढाउनलाई काभ्रे प्लान्चोक गए र त्यहाँ गइसकेपछि त्यसै सिलसिलामा पढाउँदै पढ्दै गर्दाखेरि म चाहिँ 2081 साल भाद्र महिनामा चाहिँ शिक्षा क्षेत्रको शाखा अधिकृतको खुल्लामा 4 नम्बरमा चाहिँ पोस्टिङ हुन सफल भएको छु। उमेरले 32 वर्ष टेकेका उहाँले अंग्रेजी विषयबाट मास्टर्स गरिसक्नु भएको छ। सानैदेखि संघर्ष गर्नुपर्छ भन्ने मानसिकताका साथ अगाडि बढ्नुभयो। उहाँ आफ्नो विगत स्मरण गर्दै भन्नुहुन्छ, मान्छेमा इच्छा शक्ति छ भने अभावले नछेक्दो रहेछ। मेरो आमा बुवाको लक्ष्य चाहिँ इन्जिनियर बन्ने थियो। हुँदा हुँदै पनि इन्जिनियर पढ्छु भन्दाखेरि इन्जिनियरको अब आइएससी पढ्नु पर्थ्यो र त्यो आइएससी तराईमा पढाउन सक्ने सम्भावना कम देखेकाले मेरो आमा बुवाले मलाई इङ्ग्लिस पढोस् र मेरो छोरो चाहिँ विदेश जाओस्, अस्ट्रेलिया जाओस् भन्ने थियो। नहुँदै म इङ्ग्लिसै पढेर म नेपालमै जागिर खान सफल भए। हाम्रो लक्ष्य भन्दा पनि कहिले त्यो फरक कुराले पनि हाम्रो लक्ष्यलाई गर्छ। उहाँ भन्नुहुन्छ, एउटा असल प्रशासक बन्ने मेरो लक्ष्य हो। सकारात्मक दृष्टिकोण राखेर मेहनत गरियो भने एक दिन त्यो लक्ष्य अवश्य नै पूरा हुँदो रहेछ। डडेलधुरा जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका महताको राष्ट्र सेवकको भोक सानैदेखि भएको सुनाउनुहुन्छ। मेरो पहिलो टिचर भनेको आमा बुवा हो र दोस्रो टिचर भनेको मेरो गुरुहरू हो। मैले जहाँसम्म लाग्छ जुनसुकै क्लासमा पढ्दाखेरि आफ्नो ब्याजको धेरै राम्रो त थिएन, तैपनि मेहनत गर्ने किसिमको विद्यार्थी भएकोले मेरो शिक्षक गुरुजीहरूबाट मैले यति प्रेरणा पाए कि जुन प्रेरणाले मैले घरमा गएर पढौँ जस्तो लाग्थ्यो र केही बनौँ जस्तो लाग्थ्यो। हरेक क्षेत्रमा सफलता पाउनुको लागि संघर्ष त गर्नुपर्छ नै। त्यही संघर्षले गर्दा उहाँले अहिले सफलता पनि हासिल गर्नुभयो। लोकसेवाको तयारीको लागि काठमाडौँ जाँदा नै त्यहाँको विद्यार्थीहरूले पढेको देख्दा झनै पढ्नुपर्छ र केही गर्नुपर्छ भन्ने धारणा महताको मनमा लाग्यो र सफलताका लागि सपना धेरै कुर्नु पर्ने बाध्यता आएन। मेन मोटो भनेको म मेजर इङ्ग्लिस पढेको विद्यार्थी हो। म परराष्ट्रको अफिसर हुन्छु भनेर परराष्ट्रकै तयारी गरेको मान्छे हो। तर बीचमा हेर्दाखेरि उमेरले पनि नेटो काट्ने र आर्थिक अवस्था पनि कमजोर भएका कारणले गर्दा मैले शिक्षातिर पनि तयारी गर्नुपर्छ है भनिसकेपछि विगत 2 वर्षदेखि म शिक्षा क्षेत्रको तयारी गर्दै थिएँ र गर्दै बिनमा दिँदाखेरि निस्किन सफल भए। आफ्नै ठाउँमा पनि केही गर्नुपर्छ भनेर सोच बनाई उहाँ अहिले आफ्नै माटोमा रम्न चाहनुहुन्छ र रमिरहनु भएको छ। समाजमा कतिपय मानिसहरू आफ्नो खुसीको लागि बाँचेका हुन्छन् भने कतिपय घर परिवार समाजको लागि जीवन जिउने आफ्नै तरिका हुन्छन्। तर महतालाई भने आफ्नो चाहना पूरा गर्नु थियो। हामीले कन्टिन्युटी रूपमा लाग्यौं भने हामी जति कमजोर भए पनि जुनसुकै ठाउँमा सक्सेस हुन सफल हुन्छौं भन्ने विश्वास दिलाउन चाहन्छु। हरेक नागरिकलाई विभिन्न कार्यमा सफलता हासिल गर्न चुनौती त खेप्नु पर्छ नै। महतालाई पनि यो कार्य हासिल गर्न चुनौती खेप्नु पर्यो। बाध्यताले होस् या रहरले अहिले नेपालमा जागिर छैन भनेर वैदेशिक रोजगारीमा जाने युवाहरूको लर्को छ। तर उहाँ भन्नुहुन्छ, रोजगारीका लागि कसैले दिएर नभए आफैले सक्षम भएर हासिल गर्नुपर्ने रहेछ। नेपालमै पनि मेरो साथीहरू पढलेखेको त छैनन्, तैपनि 2-3 लाख तलब खाने, मेरो भन्दा बढी खाने र मेरो भन्दा बढी प्रगति गरेको छ। त्यसकारण विदेश नराम्रो हो त भन्न सक्दैन, तर नेपाल चाहिँ विदेश भन्दा राम्रो छ भन्न सक्छु म। समाजमा अझै धेरै मेहनती व्यक्ति छन् जो आफ्नो कडा मेहनतले आफ्नो परिवारलाई समेत खुसी दिँदै आएका छन्। त्यही मध्येका एउटा उदाहरण हुन् महता पनि। मेहनत गरे आफ्नै ठाउँमा धेरै सम्भावना रहेको र युवाहरू विदेश पलायन हुन नपर्ने उहाँको सुझाव छ। प्रेरणाका पात्र शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख खडक महता।